पुरै जेठी त अहिले त अरिङ्गाल भएर बसिरहेछ हो। यो दुईटा बिहा गरेपछि चाहिँ अष्टै गाह्रो हुँदो रहेछ। अरू बेला त ठिकै हो होइन, यो चाडबाड आउने बेलामा कान्छीलाई पैसा दियो, जेठीले नदेऊ है नदेऊ भन्छ होइन। जेठीलाई दिन खोज्यो कान्छीलाई, त्यसलाई दिने भने पैसा सबै मलाई ल्याऊ भन्ने होइन। त्यो दारमा हेर्नुहोस् है त, अब कान्छीलाई पैसा दियो, जेठीलाई अब योपालि पैसा भएन, अब अर्को वर्ष दिन्छु है त प्यारी तिमीलाई भनेको। त नेपालमा खुट्टा त टेक्लास नै भन्छ। त नेपालमा आओस् न, एयरपोर्टमा त पाइलट टेकौ न, तेरो खुट्टा भाँचेर तँलाई कस्तो अवस्था बनाउँछु भनेर पुरै थर्काइरहेको छ यार। के गर्ने होला हो, नगर्दा त गरिसक्यो होइन, फसी त सक्यो। अब मिलेर बसौँ नि भन्दा पनि नहुने। उसले कान्छीले तँभन्दा म के कम, जेठीले तँभन्दा म के कम गर्ने भनेपछि त अनि यहाँ त गाह्रो छ नि मलाई पनि। जेठीलाई सम्हाल्दा कान्छी भड्किन्छ, कान्छीलाई सम्हाल्दाखेरि यस्तो कस्तो गऱ्यो भने जेठी भड्किन्छ। यहाँ त गाह्रो भयो, दुईटा बुढी ल्याउँदाखेरि चाहिँ लास्टै गाह्रो हुँदो रहेछ भाइ। तपाईँहरूले पनि दुईटा बुढी बिहा गर्ने भए चाहिँ नगर्नु होला है त। मेरो टेन्सन भइरहेछ, यो खाइरहेछ अहिले यो मेरो।